कति धेरै माछा हो कालो छ त माछा पनि लेउ लागेर है ठुला माछा पनि छ होला है यहाँ भित्र माछा हेर्न आउने माछा के फेन्टा रहेछ कति पर्दो फेन्टालाई हाँ 200 हो कोका कोला छैन रे छैन रे नि 170 माछा लेउ लेउ लागेर हो रे क्या छ है छ के आधा केजीका छन् क्या नि ठुला त्यो ठुलो के ठुलो पानीमा सानो देखिन्छ नि दाजु अस्ति नै के हामी माछा के अरे फल्कापुर माछा लिन गए बेला सानो देखिन्थ्यो यस्तो निकाल्दा कति ठुलो देखिँदैन यहाँ बोटिङ हुँदैछ सब बोटिङ पाउँदिन होला यार फोहोर नगर्ने भने आर्मीहरूले नै सबै गर्दो रहेछ यो पुरै आर्मी ब्यारेक हो यहाँनिर अगाडि क्यान्टिन छ त्यो पनि सबै आर्मीले चलाउँदो रहेछ यता आर्मीले नै गर्दो रहेछ हैन यिनी त खाना दिँदाखेरि पनि आउँछ होला कि अनि रमाइलो भइरहेछ कमल जस्तै भोग्ला छ चाउचाउ भनेको छैन त्यो अन्डा आएपछि बल्ल हो त्यो अन्डा चाउचाउ खाइहाल्नु पर्छ पहिला त्यो अन्डासँग पछि खाउँला बरु माछा चाहिँ हरिफ छ हो फेन्टा यसको प्राइस मात्र 200 रुपैयाँ राराम है खाइदेऊ नि त कति मिठो रहेछ ओरिजिनल नै हो पुरा डुप्लिकेटलाई टपर आएर ओरिजिनल बनाएको बिहानदेखि एक कप चियामा हिँडेको है 11:30 भइसक्यो 11 भइसक्यो म पनि फिन्छु अलिकति अस्टै बनाइदिए के 2500 हो त फ्रिजमा नराख्ने 2500 हैन यहाँ फ्रिज भन्ने कुरो नै हुँदैन बाहिर त्यत्तिकै राख्दा पनि पुरा डी फ्रिजको भन्दा पनि चिसो चाहिँ अठाए अब एकछिन हामी यता घुम्छौँ अनि घुमिसकेपछि हामीहरू पनि यस्तै बोटिङ गर्ने हो हैन कमल दाजु बोटिङ गर्छौँ उचाइ कतिवटा उचाइ 2990 मिटर लम्बाइ 5000 मिटर चौडाइ 3000 मिटर 2900 मिटर 2990 मिटर उचाइ कहाँबाट हो यो उचाइ हैन त्यतिको हाइटमा हामी छौँ कि त्यो हाइटमा यो टाल छ कि समुद्रको उबाट लेभलबाट त्यो हाइटमा यो छ होला कि यदि 2900 मिटर कहाँ हुन्छ है पुरा बोटिङ हुन्छ हुँदैछ यहाँ एकछिन पछि हामी पनि बोटिङ गर्ने हो यहाँदेखि यो एरियादेखि त्यो पारीको त्यो एरिया जानको लागि एकजनाको 500 रुपैयाँ अरे प्रति 10 सेकेन्ड 100 रुपैयाँ लाग्दो रहेछ 10 मिनट 10 मिनट हैन 10 मिनटको 100 रुपैयाँ बोटिङ चाहिँ महँगो नै रहेछ अनि त्यसपछि त्यहाँदेखि हामी बिहान चाहिँ त्यहाँ उतादेखि हामी हिँड्दै आएको अहिले चाहिँ हामी हिँड्न धेरै गाह्रो भइसक्यो त्यहाँदेखि हामी हिँड्दै यताबाट हिँड्दै यता हुँदै यहाँसम्म आइपुग्दा हामीले लगभग 2.5 घन्टा समथिङ लाग्यो त्यही भएर अब हामी हिँड्न सक्दैन धेरै थाकिसकेको छ हैन
अनि यहाँदेखि हामी बोटिङ गरेर त्यो पारि जान्छौँ त्यहाँदेखि फेरि अनि घोडा चढेर हामी तल के ठाउँ रे सल्लेरी जहाँ हामी हाम्रो होटल छ वहाँ 2 दिनको लागि हामी बुक गरेका छौँ होटल त्यतै बस्छौँ आज अनि बिहान चाहिँ हामीहरू हिँड्छौँ गए माछा हेर्न कस्तो अर्कै खालको माछा हो त यो काटेबाट होला माछा त्यो हेर न यो कति कालो छ है दाइको शुभ नाम भन्नु मेरो नाम सन्तोष बोरा हजुर अब हाम्रो आजको क्याप्टेन हैन त गइराई कति आधी घण्टादेखि 1 घण्टासम्म लाग्न सक्छ 1 घण्टासम्म लाग्न सक्छ बीचमा हाम्रो कुनै ट्रान्जिट छ छैन नि हैन सिधै सिधै जाने नन स्टप ल ठिक छ हाम्रो यात्रा यहाँबाट सुरु भइसक्यो हैन त तपाईलाई कस्तो लागिरहेछ हाम्रो ग्रुपसँग यात्रा गर्दाखेरि हैन कस्तो अनुभव मलाई सर अब हजुरहरुको ग्रुपसँग यात्रा गर्न पाउँदाखेरि हैन एउटा अब अभाग्य हो भनौँ न हैन नयाँ मान्छेहरुसँग आउनु पाउँदा हैन यसरी बोटमा एउटै बोटमा बसेर चाहिँ यसरी कुराकानी गर्न पाउँदा एउटा छुट्टै मजा छ भनौँ न यसको धन्यवाद अब हामीलाई सुरक्षित अवतरण गराउनु है त हाम्रो यो बोटको नाम चाहिँ के रे यो कति नम्बर हो हाम्रो यो 3 नम्बर 3 नम्बर हैन बोइङ 3 नम्बर बोट क्याप्टेन के रे सन्तोष बोहरा का साथ हाम्रो रारा क्याम्प मुगु शहीद मार्ग लगायत मुगु डिभिजन लगायत रारा एडभेन्चर सम्पूर्ण हाम्रो सरहरु है त प्रभु सर कोच प्रमुख सर पनि हुनुहुन्छ त अब सबै घुमाउनु न रारा मुभी घुमाउनु त सबै घुमाउनु न गाडीमा ढिलो हुन्छ सेफ्टी फर्स्ट है केटा कार्यक्रम के बोरा रे सन्तोष बोरा कहाँ घर मेरो घर सुदूरपश्चिम हजुर बोरा भने चाहिँ भन्नु न डलजरा डनेन्दुरा हो सर डोटी पछि आउँदै हजुरको घर चाहिँ सर मेरो त काठमाडौँ हो हाम्रो सिलसिलामा यहीँबाट सुरु यहाँ हजुर कति भयो यहाँ आएको अहिले 2 वर्ष भयो 2 वर्ष बेसी हजुर यो पल्टन आएको भर्खरै हो यहाँ पनि 2 वर्ष भयो यो पल्टन पनि नयाँ पल्टन यहाँ आएको हजुर यो 2 वर्ष भयो 2 वर्ष भयो हजुर पल्टनै चिन्छ यहाँ चाहिँ बोटको सर त्यो चलाउनेमा भर पर्छ हजुर एकदम मजाले दबाएर हान्यो भने यो आधी घण्टामा पनि पारि पुग्छ आधी घण्टा पुग्यो के बोट हजुर पुरा निलो भयो त अहिले है यहाँ होला है गइराई रङ फिर्छ भन्छ